दर्शकवृन्द, यति बेला हामी 3 कुनेमा छौँ। तपाईँले यो पृष्ठभूमिमा देखिरहनु भएको राजतन्त्रवादीहरूको यो आमसभा थियो, जनप्रदर्शन थियो। दुर्गा परसाई जब कोटेश्वरबाट 3 कुने आइपुग्यो त्यसपछि यहाँ धेरै थान टियर ग्यासहरू प्रहार भएर माहौल एकदमै तितर-बितर भयो। केही व्यक्तिहरूले हामी जुन घरमा बसेर बोलिरहेका छौँ त्यो घरमा प्रहरी रहेको भन्दै चाहिँ ढुङ्गा मुढा समेत गरेका छन्। यहाँको अवस्था एकदमै तितर-बितर बनेको छ। दर्शकवृन्द, हामी जुन घरमा बसेर बोलिरहेका छौँ यो घरमा प्रहरी लुकाएको भनेर चाहिँ यहाँको स्थानीय यहाँ जो आन्दोलनमा आउनु भएको थियो उहाँहरूले चाहिँ यहाँ ढुङ्गामुढा गर्नुभयो। हामी यो घरको छतमा बसेर बोल्दा यहाँ कोही पनि प्रहरी थिएन, कोही पनि अरू अनावश्यक मान्छे थिएन। यहाँ घरमा जो परिवारका सदस्यहरू हुनुहुन्थ्यो उहाँहरू मात्रै हुनुहुन्छ। तपाईँले यो पृष्ठभूमिमा देखिरहनु भएको दृश्य हो यो राजतन्त्रवादीहरूको दृश्य। यहाँ चाहिँ दुर्गा परसाई जब यो घरमा यो ठाउँमा जब आइपुगेपछि प्रहरीले यहाँ टियर ग्यास हानेर अहिलेको माहौल एकदमै तितर बितर बनाएको थियो। तपाईँले देख्न सक्नुहुन्छ यताबाट ढुङ्गामुढा समेत भइरहेको छ।